एक्टिभिटीमा चाहिँ अगाडि बढाउनको लागि त्यस्ता संस्था तथा व्यक्तिले चाहिँ सपोर्ट पनि गर्ने गरेको छ। यसको मतलब मैले के भन्न चाहिँ खोजेको भने वास्तवमा विदेशमा सिप सिक्नको लागि टेक्नोलोजी चाहिँ भित्राउनको लागि वास्तवमा चाहिँ गयो भने पनि वास्तवमा नेपालमै चाहिँ फर्किनुपर्छ भन्ने मान्यता म चाहिँ राख्न चाहन्छु। र यहाँहरूले हेर्नुभयो भने कुनै पनि उद्योग व्यवसाय कुनै पनि देशको, चाहे युरोप अमेरिकाको कुरा गरौँ, चाहे जापान कोरियाको कुरा गरौँ, चाहे कुनै पनि देशको चाहिँ त्यहाँका ठुला व्यवसायीहरू खास गरेर सानो व्यवसायबाटै चाहिँ सुरु गरेको चाहिँ छ। यसको मतलब ठुला चाहिँ अहिले देखेका अथवा ठुला व्यवसायीहरू अथवा उद्योग प्रतिष्ठानहरू यो आफैमा वास्तवमा अहिलेको अवस्थामा पक्कै पनि थिएन। एउटा चाहिँ सानो स्टेपबाट चाहिँ सुरु गरेको चाहिँ। त्यसले गर्दा म यहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने यहाँहरूको जुन सेक्टरमा यहाँहरू चाहिँ लाग्नुहुन्छ त्यसमा तपाईहरू इमानदार हिसाबले तपाईहरू चाहिँ लाग्नुभयो, मेहनत गर्नुभयो र अगाडि बढ्नुभयो भने रिजल्ट चाहिँ अटोमेटिक रूपमा चाहिँ आउँछ भन्ने चाहिँ मेरो चाहिँ विश्वास हो। मैले एसएलसी पास गरिसकेपछि मेरो चाहिँ सबभन्दा एम्बिसियस मेरो उद्देश्य चाहिँ के थियो भने यहाँले हेर्नुभयो भने म यहाँहरूलाई सेयर गर्न चाहन्छु। एउटा सानो जागिर खाने र त्यो भाइ बहिनीहरू र आमालाई चाहिँ टेक केयर गर्ने। मेरो आमा चाहिँ 37 वर्षको हुनुहुन्थ्यो, बुवा बित्दा। तपाईँ इमेजिन गर्नुहोस्, मेरो त्यहाँभन्दा ठुलो चाहिँ आकांक्षा केही पनि थिएन र भोलि जागिर खाएर सक्यो भने एउटा चाहिँ सानो चाहिँ काठमाडौँमा घर बनाउनु पाए हुन्थ्यो। काठमाडौँ गइसकेपछि त्यो चाहिँ धेरै महत्त्वकांक्षी चाहिँ वास्तवमा चाहिँ मेरो त्यति बेलाको लागि एकदमै महत्त्वकांक्षी चाहिँ वास्तवमा चाहिँ मेरो चाहिँ आकांक्षा चाहिँ थियो। तर यहाँले हेर्नुभयो भने मैले डे 1 देखि नै मैले वाणिज्य ब्याङ्कको चाहिँ सानो चाहिँ पोस्टबाट मैले चाहिँ काम चाहिँ सुरु गरेँ र मैले कहिल्यै पनि यो चाहिँ अफिसको काम अथवा ब्याङ्कको काम भनेर मैले कहिल्यै पनि भन्दिनँ। मैले हाम्रो भुषालजीहरूलाई र ब्याङ्कको प्रोग्रामहरूमा मैले भन्ने पनि गरेको चाहिँ छु। हामी सँगै ब्याङ्कमा चाहिँ इन्ट्री गरेका चाहिँ व्यक्तिहरू 9:30-10 बजे चाहिँ अफिस जाने, काउन्टरमा बस्ने, 3 बजे चाहिँ काउन्टरको चाहिँ क्यास क्लोज गरिसकेपछि अहिले जस्तो त्यति उचाइ पनि थिएन, वास्तवमा चाहिँ म्यानुअल हिसाबकै चाहिँ भन्नाले चाहिँ थियो। अरू साथीहरू वास्तवमा चाहिँ 3-3:30 बजेपछि उहाँहरू चाहिँ जानुहुन्थ्यो। तर मैले सुरुदेखि नै मलाई चाहिँ के भयो भने त्यो बैङ्कको चाहिँ पेन्डिङ कामहरू जुन पहिलादेखि यो तथ्याङ्क डाटाहरू चाहिँ जस्तो सेन्ट्रल ब्याङ्कमा पठाउनु पर्ने कुराहरू, सरकारको चाहिँ निकायहरूमा पठाउनु पर्ने चाहिँ विवरणहरू, त्यो जुन पेन्डिङ काम थियो म चाहिँ सधैँ त्यो पेन्डिङ काम चाहिँ म त्यो जुन अरू साथीहरू बिदा भएर घर जाँदाखेरि पनि मैले अफिस टाइम पछि पनि वास्तवमा चाहिँ बसेर त्यो काम चाहिँ सक्ने सुरुदेखि नै मेरो त्यो ह्याबिट बन्यो। यो भनिरहँदाखेरि अझ त्योभन्दा अझ मैले पहिला यहाँहरूलाई चाहिँ भन्न चाहिँ चाहन्छु, हामी गाउँमा चाहिँ अब अहिले तपाईँहरूलाई त्यति धेरै भाइ बहिनीहरूलाई त्यति धेरै नबुझाइ हुँदैन। गाउँमा आवश्यक पर्नेहरू डोको, नाम्लो, थुन्से, भकारी लगायत चिजहरू वास्तवमा म आफैले बनाउँथेँ, किनभने किन्नको लागि पैसा हुने थिएन। र त्यसरी एउटा चाहिँ मेहनत चाहिँ गर्ने जुन एउटा भनौँ न 10 क्लास 8-9 क्लासदेखि नै जुन हिसाबले एउटा चाहिँ काम गर्ने ह्याबिट चाहिँ बन्यो। पछि ब्याङ्कको चाहिँ सबभन्दा जुनियर पोस्टमा चाहिँ काम चाहिँ गरेर मैले अघि पनि भने
मैले कहिल्यै पनि अफिसको काम पनि भनेन, त्यो आफ्नै कामको चाहिँ हिसाबले वास्तवमा चाहिँ काम चाहिँ गर्यो। र त्यसले मलाई एउटा चाहिँ 2-3वटा चिजहरू मलाई चाहिँ के दियो, एउटा चाहिँ शिक्षा भने, जब इमान्दार हिसाबले यहाँहरू कुनै पनि काममा चाहिँ लाग्नुहुन्छ, चाहे त्यो कुनै अफिसमा काम गर्ने कुरा होस्, चाहे त्यो व्यावसायिक चाहिँ एक्टिभिटी गर्ने चाहिँ कुरा होस्, जेमा लाग्नुहुन्छ यहाँहरू इमान्दार हिसाबले चाहिँ लाग्नुभयो भने अटोमेटिक रूपमा चाहिँ वास्तवमा चाहिँ त्यो रिजल्ट चाहिँ आउँछ भन्ने चाहिँ मेरो मान्यता हो। र भाइ बहिनीहरूलाई म यहाँहरूलाई पनि म त्यो आग्रह गर्न चाहन्छु, यहाँहरूको इच्छा हुन्छ, चाहे कुनै व्यावसायिक एक्टिभिटीको कुरा भनौँ अथवा भन्नाले यहाँहरूको कुन क्षेत्रमा यहाँहरू जान चाहिँ चाहनुहुन्छ, त्यो क्षेत्रमा यहाँहरूले इमान्दार हिसाबले मेहनत गरेर त्यसमा लगनशील भएर यहाँहरू अगाडि बढ्नुभयो भने अटोमेटिक रूपमा चाहिँ रिजल्ट चाहिँ आउँछ। मैले ब्याङ्कको उदाहरण दिएँ, त्यति बेला